It's my Facebook friends म फेरि आइसकेको छु हजुरलाई एउटा छोटो भिडियो देखाउनको लागि। हेर्नुहोस् यो चाहिँ हाम्रो सुँगुरको मासु छ, लोकल श्रीमानले ल्याउनु भएको। अनि यो चाहिँ छ यहाँ खुनसँग छ, यो चाहिँ बनाउनु रे, यो चाहिँ फ्राई गर्नु अरे। म चाहिँ किन देखाएको भन्दा चाहिँ आज चाहिँ हामी चिकन मोमो बनाउँदैछु नि त साथीहरू। आज चाहिँ चिकन मैले किन बोइल गरेर राखेको छु नि त साथीहरू। यो चाहिँ अब लोकलको थियो हो, अनि यहाँ अलिकति थोरै बनाऊँ भनेर अब यता चिकन अलिकति बनाउँछु अनि सुँगुरको अलिकति बनाउँछु, दुईटा मिक्स गरेर अलग अलगमा बनाउँछु नि त साथीहरू। अनि यहाँ हेर्नुहोस् अब यो चिकन मोमो म ग्राइन्डरमा मसिनो गरेर बनाउँछु, हटपट पाक्दैन किनभने अब यो लोकल पनि त हो नि त साथीहरू। त्यसैले अलिकति मसिनो पारेर पाक्यो भने प्याजसँग दामी गरेर पाक्छ नि त छिट्टै। हेर्नुहोस् है मैले यहाँ मासु छुट्याइसकेको छु, यो हड्डी चाहिँ सुपमा, यो प्याज। अब तिनजना दुईटा छोरा म, मेरो बुढाले त खानु पनि हुँदैन हो, त्यसको लागि यही बन्दाकोपी बनाउने। सुँगुरको मासु अलिकति एक मुठो जति बनाइदिने भइहाल्छ, बेसी पनि खानु हुँदैन, हामी चारजनालाई यति नै भइपुग्छ साथीहरू। साथीहरू लोकलको चाहिँ यस्तो छालाहरू चाहिँ फुटिने रहेछ, ग्राइन्डरमा मैले गरेको यहाँ छान्दैछु मैले चाहिँ हो। यो छाला त किनभने खाँदा बिताउने पाक्दैन हो, म चाहिँ यस्तो मसिनो बनाउँदैछु। यही छाला निकालेर सबै रेडी गर्छु। हेर्नु साथीहरू ग्राइन्डरमा पिसेको मसिनो पनि भइसक्यो, अनि मासु पनि चिकन पनि एकदम मसिनो यसरी मिक्स गर्ने। यसरी ग्राइन्डरमा गरेर त मसिनो हुन्छ नि त। प्याज चाहिँ म काटेर गर्छु मासुको, मेरो बुढाको लागि ग्राइन्डरमा मसिनो भएछ, त्यो पनि चलेको होगा को मसिनो काटिराख्छ ग्राइन्डरमा एकैछिन हुन्छ। मासु त मासु एक मुठो भए पुग्छ मेरो बुढाले। साथीहरू मैले चाहिँ रेडी भइसकेको छ प्याज स्याज काटेर मासु पकाएर खानु। हेर्नुहोस् है मासु, अब यसमा तेल लगाउने हो। यहाँ मासु हेर्नुहोस् चिकन चाहिँ है, यो चाहिँ अब पुरा अब अजिना लगाउने, धनियाँ पनि लगाइसकेको छु, अलिकति मरिचको पाउडर, गोलमरिच, निमक स्वाद अनुसारले, खोर्सानी चाहिँ लगाउँदिनँ, चटनी बनाउँछु। हेर्नुहोस् सुँगुरको मासुको धनियाँ सान लगाइसकेको छु, अब अजिना लगाएर। अनि यहाँ अलिकति तेल लगाउनु पर्दैन, यहाँ चिकन अलरेडी बोसो छ नि त साथीहरू। यसै साथी मेरो चिकन किमा चाहिँ रेडी भइसकेको छ। यहाँ हेर्नुहोस् तेल सेल लगाएर मिसिसकेको छु एकदम। अब चारजनाले अब कति खानु पनि हुँदैन। हेर्नुहोस् यहाँ चाहिँ एकदम रेडी भइसकेको छ साथीहरू। यहाँ सबै मरमसला लगाइसकेको छु। हेर्नुहोस् है चारजनाले खाने अब धेरै कति हुन्छ अलिकति चाहिँ सुँगुरको मासुको किमा, यो पनि मुसेर यसरी मजाले मुसेर गर्नुपर्छ नि त साथीहरू। यो चाहिँ दुई मुठो हुन्छ, यो चाहिँ बुढाको लागि। साथीहरू चटनी पनि रेडी भइसकेको छ है, बदामको बनाएको चटनी छ, मैले चाहिँ बदामको चटनी। ल पाक्यो साथीहरू, म एक्लै बनाउँदै त कम्बर पनि दुखिसक्यो। अब म त त्यति खासै त भएको छैन, मलाई बनाउनु त आउँदैन हो, बाङ्गोतिर भए पनि चिकन मोमो इन्जोय गरौँ होला। हेर्नुहोस् यो पनि पाकिसकेको छ, यहाँ अचार, यहाँ चाहिँ खानुमा रेडी गरेको छु। हेर्नुहोस् यो चाहिँ चिकन मोमो हो, उता पक मोमो चाहिँ पाक्दैछ साथीहरू। आज चाहिँ मोमोको इन्जोय गर्ने हो। खुनसँग बनाएको सुँगुरको मासु, हेर्नुहोस् सुँगुरको मासु, यहाँ चाहिँ छ चिकन मोमो छ, अचार। बस फ्रेन्ड्स अब मेरो मोमो पाकिसकेको छु, अब हामी प्लेटमा लगाएर खानु आँटेको छु साथीहरू। म बनाउँदा एक्लै बेल्ने एक्लै बनाउने साह्रै नै गाह्रो भयो साथीहरू। त्यो पनि बनाइसकेँ फाइनल्ली। मेरो सानो छोरा र म चाहिँ अब खानुको लागि रेडी भइसकेको छ। मेरो अब श्रीमान र मेरो ठुलो छोरा चाहिँ नानी ट्युसन पढ्नु गएको छ नि त साथीहरू, आएको छैन, मेरो पछि आएर खान्छ। अब हामी
खाँदैछौँ चिकन मोमो यहाँ गरम हुन्छ नि त साथीहरू यहाँ यो सानो छोरालाई कतिवटा खाने 6 7 8 9 10 11 12 13 14 15 नै छोरालाई 15 वटा लगाएको छु यता यहाँ आइज न यहाँ म चाहिँ 15 वटा नै खान्छु साथीहरू अर्को सुँगुरको मा चाहिँ पाक्दैछ हो यो चाहिँ बुढाको लागि बनाइदिएको हो यहाँ चाहिँ चटनी बदामको फर्स्टमा लगाएको चाहिँ पिरो भएन रहेछ नि पछि फेरि ओकाबारे खोर्सानी लगाएर बनाएको साथीहरू खाँदैछु हाम्रो सुप पनि पाक्दैछ सुप चाहिँ पछि खाने हो खाए ल साथीहरू हस् चिकन मोमो कुखुराको मासुको लोकल हो साथीहरू ग्राइन्डरमा मजाले गरेर बनाएको बोइलरको होइन ठिकै बस्छ चटनी चाहिँ पिरो भएन रहेछ साथीहरू दामी छ टेस्टी नै छ पिरो चाहिँ धेरै कम्ती भएछ मेरो पनि आइसकेको छ त्यसको लागि मेरो मोमो आएको हो वीडियो बन वीडियो ये पागल हुन्छ ये वीडियो बन ये give me more सेजी खोएर दिएको अरे मम्मी भिडियो बनाइदिन्छ हेर न लगाउनु न हौ त्यहाँ मासुको माथि दिनु पर्छ चटनी दबाई खाइ त बात र खानु अरे ए सुँगुरको मासुको बाटोको नखानु अरे त यो फोन खान्छ खाली मात्रै के दिनु भन्छ यहाँ सुँगुर बनाउँछ के साथीले यो चाहिँ सुँगुरको पकको भन्नु पकको मोमो guys pork is not good except veg सोधेर निमक करा रहेछ नानीहरू भेज मन पराउँछ भेज भन्दैछ तर मैले चाहिँ आज सेरो बाइ बाइ कस्तो बनाउँछ नि सुँगुरको वाह दामी छ सुँगुरको मासु मासुको दामी बस्छ अब सुप खाएर देखाउँछु साथीहरू सुँगुरको मासु हो I hate सुँगुर
पन्सीसँग मजाले बनाउनुको कति राखेको 36 अघि नि 6 चाकिसक्यो मैले भिडियो बनाउनु पनि अलग अलग मासु अलग त्यो अलग म पनि बेच्न खान्छु साथीहरू म जब सुप खानु राख्छु मोमो सुप पाएको सुप पनि थोरै लिएको छु है हेर्नुहोस् सुप खाने सुप साथीहरू रातमा सुप खानुपर्छ नि त टेस्टी भएछ साथीहरू सुप चाहिँ साथीहरू अब आजको चाहिँ भइसकेको छ हाम्रो नाइटको डिनर आज यस्तै भयो नानीको छुट्टी पनि भएको थियो अनि छुट्टीको दिन अब बनाएर खाएको साथीहरू रमाइलो भयो राम्रो भयो अब हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद आजको लागि यति नै हो भन्दै राख्दछु साथीहरू बाई बाई